त्यसमा एउटा मान्छे थियो अरे हैन खुट्टासित थिएन रे अनि त्यहाँ टोइलेटमा गएर त्यो बेलामा मुतिसी घर गएर गाउँ गएपछि अनि आमाको घर गयो त आमाले त धेरै ह्याप्दो रहेछ के अनि त्यो बेलामा मेरो आमाले कुखुरा जस्तो मुत गरिरहेको अनि कुखुरा मुत गरेपछि मेरो चाहिँ मुख डङ्ग परेर हाँसिदियो हजुर चाहिँ डङ्ग परेर मुख च्याटेको अनि सिगान खाँदै मेरो मुखमा डबल पार्दै हजुरले चाहिँ मेरो त्यो खासी त मेरो जिन्दगीमा को पनि हाँस्थेन रे त्यो हाँस्थिने मेरो चाखबाट हाँस्थिने त्यो बेलामा म चाहिँ गाउँ गएँ गाउँ गएपछि त मैले एउटा मान्छे भेट्टाएँ भेट्टाएपछि त नाम चाहिँ गोरु मान्छे थियो अनि यसो लड्डु भएर अनि यसो अनि यसो